यो स्यालले क्याफे खोलेको थियो सपना लिएर। मिठो कफी, स्वादिलो खाना, राम्रो सजावट। तर एउटा ठूलो समस्या थियो। दिन बित्दै गयो, भाडा बढ्दै गयो, तर टेबल खाली नै रहे। उसले सोच्यो, मेरो खाना राम्रो छ, फेरि किन कोही आउँदैन। त्यसपछि एउटा बुद्धिमान उल्लु आयो र भन्यो, मानिसले थाहा पाएनन् भने तिम्रो स्वाद कसरी चाख्छन्। स्यालले मार्केटिङ सिक्लो, टिकटक भिडियो बनायो, अफर चलायो, गुगलमा राख्यो, कस्टमर रिभ्यू माग्ल। केही हप्तामै खाली टेबल लाइनमा बदलियो। उही खाना, उही कफी, फरक एउटै थियो, मार्केटिङ। यदि तिम्रो बिजनेस राम्रो छ तर ग्राहक छैनन्, समस्या प्रडक्टमा होइन, समस्या मार्केटिङमा हुन सक्छ। तिम्रो क्याफे खाली छ, डिएम गर मार्केटिङ हेल्पको लागि।